ओके यो व्यवसाय गर्न थाल्नु भएको कति समय हो सर? मैले कृषि पेसामा समाहित भएको 2071 सालबाट हो। सुरुका दिनहरूमा मैले चितवनमा गएर केही समय काम गरेँ र 2073 साल पछाडि चाहिँ म यही आफ्नै ठाउँमा आएर काम गरिरहेको छु। ओके 2073 सालदेखि चाहिँ तपाईँ अहिले आफ्नै ठाउँमा? हजुर, आफ्नै जग्गा? मेरो जग्गा आफ्नै हो। ओके, आफ्नै प्रोपर्टीमा जे चलिरहेछ? हजुर। कतिको सहज छ सर यो पशुपन्छी व्यवसाय, कृषि व्यवसायमा आबद्ध हुनुहुन्छ? नेपालमा कतिको सहज छ यो काम? अब नेपालमा कस्तो छ भने एउटा खालको भाष्य निर्माण भइरहेको छ। कृषि पेसा भनेको चाहिँ भन्दा कृषि प्रधान देश भन्ने गर्दा चाहिँ किसान कृषि पेसा गर्न चाहिँ हिचकिचाउने, लाज मान्ने, नगर्ने परिस्थिति चाहिँ विकास हुँदै गइरहेको परिपाटी छ। हामी देशैभरि हेर्न सक्छौँ। अझ यो काठमाडौँको यो छेउछाउमा त अझ जग्गा जमिन चाहिँ बेचेर प्लटिङ गर्नेहरूको क्रम चलिरहेको बेलामा कृषि पेसा गर्नमा आफैमा एउटा चुनौतीपूर्ण विषय त हो। यो किन पनि चुनौतीपूर्ण छ भने यो पेसामा घाम पानी दिन रात भन्न पाइँदैन। यो पेसा एकदमै संवेदनशील पेसा हो। यसमा चाहिँ आफू संवेदनशील भएर काममा लाग्ने हो भने चाहिँ फेरि यो यहाँ चाहिँ आम्दानीको हिसाबले यो नराम्रो छ म भन्दिनँ। पशुपन्छी व्यवसायमा जे राम्रो छ भन्नु, अब कृषि सँगसँगै अब मैले यहाँ गाई भैँसी कुखुरा तरकारी सबै पेसा गरेको छु। म समग्रमा चाहिँ मलाई अलि बढी चाहिँ सहज लागेको यो कुखुरा व्यवसाय पनि हो। यो चाहिँ अलि सजिलो खालको छ र चाहिँ फेरि चाहिँ आम्दानीका हिसाबले कृषि पेसामा आम्दानी नै छैन, हुँदै होइन, भएन भन्ने कुरा चाहिँ पनि म मान्दिनँ। अब नेपालमा त धेरै तपाईहरु जस्तो युवा अब यो कृषि पेसाबाट आम्दानी हुँदैन, कृषि पेसाले पोसाउँदैन भनेर दिनानुदिन विदेश जाने पनि प्रचलन छ भनौँ न नेपालमा। अब तपाईँ भन्नुहुन्छ राम्रो छ भन्नुहुन्छ, यो कसरी बुझाउन सकिन्छ सरलाई? जनतालाई म यो टिभी मार्फत आम दर्शक आम श्रोताहरूलाई के चाहिँ विश्वस्त पार्न चाहन्छु भने म एक हिसाबले सामाजिक सेवामा पनि लागेको व्यक्ति। मैले विद्यार्थी जीवनमा विद्यार्थी आन्दोलनमा लामो समय म काम गरेँ। मैले त्यहाँ एउटा खालको अनुभूति के गरेँ भने जब युवाहरू ब्याचलर डिग्री गर्छन् वा अझ +2 गर्छन्, +2 गरेपछि पासपोर्ट बनाएर विदेश जाने र भिसा लगाउने प्रक्रियाहरू एकदमै चरम अवस्थामा पुगेको थियो। मलाई चाहिँ के लाग्यो भने नेपालमा सम्भावना नै नभएको हो त। नेपालमा चाहिँ हामी केही पनि गर्न सक्दैनौँ त, विदेशै जानुपर्ने, खाडी मुलुकै जानुपर्ने। हामी चाहिँ अब अहिले त अझ पछिल्लो समय त युरोप अमेरिका अस्ट्रेलियाको आकर्षण बढिरहेको छ, त्यहीँ जानुपर्ने भन्ने एउटा मलाई पनि कौतूहलता जागेको थियो। त्यही कौतूहलताका बिचमा मैले एउटा प्रण गरेँ, नेपालमा हुन्छ कि हुँदैन ट्रायल गरौँ भनेर म चितवन गएर कुखुरा व्यवसाय पोल्ट्री व्यवसायमा सहभागी भएँ। मलाई लाग्यो कि म मेरो जन्मभूमि छोडेर कर्मभूमिमा आउँदा त पेसा ठिकै रहेछ भने म मेरो जन्मभूमिमा गएर किन नगर्ने भन्नका निमित्त फेरि म रिटर्न ब्याक भएर चितवनबाट काठमाडौँ नै आएको छु। म भन्दिनँ कि यो कृषि पेसाले करोडौँ आम्दानी हुन्छ भनेर पनि म भन्दिनँ, तर कृषि पेसामा आफै तपाईँले अहिले मलाई देख्नुभयो, तपाईँहरूको मिडिया यहाँ आउने क्रममा पनि म यहाँ आफै फार्ममा काम गरिरहेको थिएँ। आफै काम गर्ने र आफै फार्ममा मोनिटराइज गर्ने कुरा चाहिँ आफै गर्ने हो भने कृषि पेसा आफैमा एकदमै सम्भावना भएको पेसा हो। यो पेसालाई चाहिँ काम गर्छु भन्ने अनि त्यसपछिबाट झोलामा फर्म दर्ता गरेर झोलामा बोकेर हिँड्ने, 2-4 जना कामदारहरू राखे जस्तो गर्ने र आफू चाहिँ सुख सयलमा हिँड्ने र सुकिलो मुकिलो भएर हिँड्ने हो भने त सम्भावना छैन। नत्र भने कृषिमा नेपालमा अत्याधिक सम्भावना छ। त्यसको निमित्त म आम सब नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई तपाईँहरू विदेशीमा जुन किसिमको खर्च गर्नुभएको छ त्यो खर्च नेपालमा गर्नुस्, सम्भावना छ। तपाईँले चाहिँ कति लगानीबाट सुरु गर्नुभयो? सुरुमा त मेरो यो फार्ममा 1.5 करोड नै खर्च भयो। यो कुखुरामा मात्र मेरो 1 करोड खर्च भयो। मेरो उतापट्टि गाई फार्म पनि छ, गाई भैँसी फार्म पनि छ।
गाई भैँसी फार्ममा र यसमा गर्दा 1.5 करोड जति मैले सुरुमा गाई भैँसी जोड्ने यो कुखुराहरू राख्ने गर्दाखेरि खर्च भयो। अब 1.5 करोड भन्नुभयो, एकदम थोरै बजेटमा जस्तो विदेश जान लागिरहेका हाम्रा दाजुभाइहरू 1.5 लाखबाट चाहिँ यो व्यवसाय सुरु गर्न सकिन्छ कि सकिँदैन, के छ तपाईँको अनुभव? अब यो पोल्ट्री व्यवसाय म थोरै तपाईँहरूलाई यो म्याथमेटिकल्ली पनि यो मिडिया मार्फत जानकारी गराउन चाहन्छु। एउटा 1000 लेयर्स कुखुरा पाल्न पर्यो भने सालाखाला 7-8 लाख रुपियाँ खर्च हुन्छ नर्मल्ली। यो टर्स यो सेड भन्ने कुरा चाहिँ गाउँमा गर्ने हो भने बाँसबाट पनि बनाउन सकिन्छ, बाँसको सेड बनाउन सकिन्छ। त्यसो हुँदाखेरि सालाखाला 9 लाख जति 9 देखि 10 लाख भयो भने 1000 कुखुरा लेयर्स कुखुरा पाल्न सकिन्छ। 9 देखि 10 लाख पैसा भनेको सबै किसानले लगानी गर्नुपर्छ भन्ने पनि होइन। यहाँ दाना उत्पादकहरू छन्, कुखुरा चल्ला उत्पादकहरू छन्, यी व्यवसायीहरूसँग पनि सहकार्य गरेर साझेदारीमा 4-5 लाख पैसा भयो भने चाहिँ व्यवसाय सुरुवात गर्न सकिन्छ। यो 4-5 लाख पैसा चाहिँ भयो भने जे महिनामा कति जति आम्दानी गर्न सकेला सर? त्यति पैसाले अब विदेश जाने भनेको त्यही 50-60 हजार कमाउनलाई हो, त्यति कमाउन सकिएला? अब लेयर्स कुखुराको चाहिँ के छ भन्नु होला भने यो एउटा म सामान्य हिसाबमा म एन्सर दिन चाहन्छु। 1 बोरा दाना खाने कुखुराले सालाखाला 2 बक्सा अन्डा पार्छ। सालाखाला 1 बोरा दाना खानेले 2 बक्सा अन्डा पार्छ। तपाईहरुलाई पनि अहिले मार्केटमा अन्डाको रेट कति छ भन्ने कुरा त सहजै थाहा छँदैछ। मेरो बुझाइले मैले 1800 बाट दाना खुवाउँथे, 1800 रुपैयाँबाट। त्यतिखेर पनि अन्डाको मूल्य 1800-1900 नै थियो। हेर्नुस् अहिले मैले 3032 को दाना खुवाउँछु, अहिले अन्डाको मूल्य पनि 3032 नै छ। भन्नुको अर्थ 1 बाक्सा अन्डा बराबर 1 बोरा दाना, तलमाथि 10-20% हुन सक्छ। कहिलेकाहीँ भाउमा दानाको रेट बढ्दा अन्डाको रेट घट्दा, अन्डाको रेट बढ्दा दानाको रेट घट्दा कहिलेकाहीँ 10-20% तलमाथि पर्छ। सालाखाला 1 बाक्सा अन्डा बराबर 1 बोरा दाना रह्यो भने एक बोरा दाना खाने कुखुराले तपाईको चाहिँ 2 बाक्सा अन्डा पार्यो भने 3000 लगानी गरेर हामी 6000 रुपैयाँ सहजै सामान्य हिसाबले पनि आम्दानी हुन्छ। अब रह्यो कति 1000 कुखुराले कति खान्छ दाना भन्ने कुरासँग तुलना गरौँ। हामी 1000 कुखुरा पाल्यौँ भने हामीले 2 बोरादेखि 2.5 बोरा दाना खुवाउनु पर्छ। 2 बोरादेखि 2.5 बोरा दाना खुवाउने भनेको उता 4 बाक्सादेखि 5 बाक्सा त अन्डा पार्ने हो। 4 देखि 4.5 बाक्सा 5 बाक्सा अन्डा पार्ने हो। 4 बाक्सा अन्डा पार्ने हो भने अहिले आजको डेटमा हाम्रो यहाँबाट अन्डा 32-3300 मा चाहिँ सजिलै 3500 को हाराहारीमा आजभोलि बिक्छ। म त्यसो पनि भन्दिनँ, आजभोलि अलि सर्टेज छ। 3000 मा सहजै अन्डा बिक्छ। ठुलो अन्डा भन्दा हामीले 4 बाक्साको हिसाब गर्दा 4 त्यहाँ 12000 रुपैयाँ भयो। 12000 रुपैयाँमा यतापट्टि गएर तपाईको 6000 रुपैयाँ मात्र लगानी भएको छ दानामा भन्दा 6000 रुपैयाँ जोगियो। 6000 मा पनि तपाई 3000 रुपैयाँ पुरानो लगानीलाई तिर्नका निमित्त राख्नुस्। जुन 4 महिना 5 महिना कुखुरा हुर्काउने समय हुन्छ त्यसलाई चाहिँ थाती राख्नुस्। र 3000 कमाइ भयो। 3000 भनेको 90000 हो। 90000 भनेको यो मल यो अरु यताउति खर्चले तपाईको खर्च जान्छ। मलले बुढा कुखुराले खर्च जान्छ भनेपछि महिनाको लाख रुपैयाँ आम्दानी त भयो सहजै। यो त सिधा हिसाब छ नि। गर्न चाहिँ पर्यो। फेरि नगर्दा त अब स्टाफ राख्ने उ गर्ने 1000 कुखुरा पाल्ने धुमधाम गर्ने हो भने त म यो एन्सर दिन सक्दिनँ फेरि हैन। आफै गर्ने हो भने म त्यसको चाहिँ जिम्मेवारीपूर्वक एन्सर दिन पनि सक्छु। भनेको मतलब आफैले मेहनत गर्नुभयो भने महिनाको 1 लाख कमाउनलाई विदेश गइराख्नु पर्दैन। महिनाको 1 लाख कमाउनलाई कुखुरा मात्र होइन, म त तरकारी पनि गर्छु। तरकारी टनल खेती गर्ने हो भने नि महिनाको लाख रुपैयाँ त कमाइ हुन्छ। आफै गर्नुपर्छ। अब जस्तो तपाईलाई भन्ला नि त उहाँको जग्गा छ, काठमाडौँमा जग्गा भएर त उहाँले गर्नुभयो होला नि। हामी जस्तो सामान्य मान्छेले कसरी गर्न सक्छौँ? अब म तपाईहरुलाई केबाट विश्वस्त पार्न चाहन्छु भने नि, नेपालमा दिनानुदिन विदेशिनीको क्रम जारी भइरहेको छ। तपाईले अहिले मलाई प्रश्न गर्दै सोधिसक्नु भयो।
तपाईँको चाहिँ यहाँबाट सायद 10 किलोमिटर पर नुवाकोट छ। यहाँ नुवाकोट गयो भनेदेखि अधिकांश जग्गा बाँझा छन्। यहाँबाट तपाईँ 20-30 किलोमिटर तलतिर जानुभयो त भने धादिङ पुग्नुहुन्छ, त्यहाँ पनि जग्गा बाँझो छन्। यहीँ पनि तपाईँ यसो हेर्नुहोस्, अहिले बाहिरको पनि सिन तपाईँले खिचेर देखाइन्छ। काठमाडौँ हो यो, काठमाडौँ भए तापनि यो गाउँ हो। यहाँका जग्गा पनि कसले आएर चाहिँ भाडामा आएर गरिदेला भनेर चाहिँ आम जो जो जग्गावालाहरू हुन्छन् उहाँहरूलाई हतारो छ जग्गा भाडामा दिनलाई। 1 रुपैयाँ पनि जग्गा तपाईँले भाडा लिनुभयो भने त 1000 कुखुरा पाल्न सकिहाल्नुहुन्छ। आजको डेटमा मैले यो मिडिया मार्फत मैले एकदमै बुझिने गरी सरलीकृत भाषामा भनिरहेको छु, 20 देखि 25 हजारमा काठमाडौँमा जग्गा भाडामा पाइन्छ। यो मिडिया सुनेर कसैलाई त्यस्तो आवश्यक छ भने मसँग आउनु होला, म तपाईँहरूलाई भाडामा जग्गा लिने ठाउँ पनि देखाइदिन्छु। होइन, काठमाडौँमा यो भेगमा काठमाडौँको 25,000 पैसा तिर्नु भने राम्रै जग्गा भाडामा पाउनुहुन्छ। जग्गा 25,000 भनेको त वर्षको तपाईँ 1 लाख कमाउने मान्छेले 12 लाख कमाउँदाखेरि 25,000 तिर्नु त खासै खर्चिलो जस्तो मलाई लाग्दैन। त्यसले त खर्च लियो जस्तो मलाई लाग्दैन। यो भाडा त्यति महँगो छ जस्तो यो सम्भावनै छैन जस्तो कुरा चाहिँ होइन। तर मेहनतै गर्नु, मेहनत त अब यो मेहनतको कुरा त बिहान 4 बजेदेखि बेलुका 9 बजीसम्म मेहनतको कुराको त मेहनत त यसको एन्सरै छैन। तपाईँलाई चाहिँ कहिले लागेन सर अब यो व्यवसाय गर्दै गर्दा कहिलेकाहीँ घाटा पनि भयो होला, कहिलेकाहीँ चाहिँ यो व्यवसाय गर्दै जाँदाखेरि बेकार गरिएछ जस्तो त्यस्तो मनमा चाहिँ आयो कि आएन? मलाई यो कोभिडको समयमा लकडाउन हुँदाखेरिको केही अनुभव छ। त्यतिखेर दाना कम्पनीहरूले दाना दिन सक्ने स्थिति थिएन। हामी किसानहरू बजारसम्म जान सक्ने स्थिति थिएन। यो कुखुरा गाई भैँसी भन्ने चिज चाहिँ के हो भने सासको धन भन्छ यसलाई। यसलाई चाहिँ नखुवाएदेखि यसले त मान्छे खाउँला जस्तो गर्छ। यो त्यस्तो चिज हो। त्यतिखेर दाना हामीले ल्याएर यसलाई खुवाउन सक्ने स्थिति थिएन र हाम्रो उत्पादन भएको दाना खुवाइहाल्यो भने उत्पादन भएको अन्डा बजारसम्म लान सक्ने स्थिति थिएन। त्यो बेलामा चाहिँ मलाई अलिअलि गाह्रो भए जस्तो, अलिअलि के हो भने जस्तो भएको थियो। तथापि पनि हामीले किसान भनेको नै हामीले सम्भावनाहरू खोज्ने हो। मैले घाँस काटेर खुवाएको, तपाईँलाई चाहिन्छ त्यस्तो खालको प्रमाण चाहिन्छ भने मसँग यही खोर हो, यही फार्म हो, म तपाईँलाई पुराना फोटाहरू उपलब्ध गराइदिन्छु। यो कुखुराले घाँस खाएर पनि बाँच्छ। बचाउने काम मैले गरेँ त्यतिखेर घाँस खुवाएर। र अब रह्यो घाटा नाफाको कुरा, व्यवसाय हो नि। व्यवसायमा कहिलेकाहीँ नाफा हुन्छ भनेर व्यवसाय गर्ने पनि नाफा हुने भए त फेरि सबैले गरिहाल्थ्यो होला नि, फेरि भइहाल्थ्यो होला। घाटा त हुन्छ। मैले तपाईँलाई अहिले पनि भने 12 लाख रुपियाँ त कमाइ हुन्छ वर्षको त भने। तपाईँले 12 लाख रुपियाँ कमाएको पैसा जो गर्नुभयो भने त कुनै बेलामा तपाईँलाई 2-5 लाख रुपियाँ घाटा भयो भने त्यसले परिपूर्ति गर्छ र 50,000मा खाडी गइराख्नु पर्दैन भन्ने कुरा हो मेरो पहिलो कुरा। दोस्रो कुरा, नेपालमा के छ भने अहिले यो कुखुरा पालन व्यवसायलाई धेरै सहज छ। हेर्नुहोस्, इन्सुरेन्स हुन्छ यसको। कुखुरा मर्यो इन्सुरेन्सले बिहोर्छ, दुर्घटना भवितव्य केही भयो इन्सुरेन्सले बिहोर्छ, अन्डा उत्पादन भयो भलै 100 रुपियाँ तलमाथि होला रेटमा, तर चाहिँ मार्केटमा जाने कुरामा समस्या म देख्दिनँ। त्यसो हुँदाखेरि त्यति धेरै गाह्रो अब भन्ने चाहिँ मलाई चाहिँ लागिरहेको छैन। म आफै काम गर्ने भएर पनि होला कि मलाई चाहिँ त्यस्तो गाह्रो भन्ने लागेको छैन। जे होस्, गर्न सके नेपालमा पनि सम्भावना छ, गर्दा हुन्छ भन्नुहुन्छ होइन तपाईँको विचारमा? अब मेरो चाहिँ के छ भने आम श्रोता आम दर्शकहरू जो नेपालमा केही सम्भावना छैन भनेर अहिले विदेशी रहनु भएको छ। अझ विशेषतः म त के भन्छु भने खाडी मुलुक जानेहरूको त अझ फरक पृष्ठभूमि छ। अहिले त युरोप अमेरिका अस्ट्रेलिया जानेहरूको जुन किसिमको अहिले हुटहुटी चलिरहेको छ, 50औं लाख खर्च गरेर अहिले चाहिँ बाबाआमाले चाहिँ आफ्नो जीवनै बन्दगी राखेर, जग्गा जमिनै बन्दगी राखेर युरोप अमेरिका जानेहरूको म जीवनशैली पनि म नजिकबाट निकाल्छु। म एउटा राजनीतिक कर्मी पनि हो। म त्यसो त फेरि म सक्रिय राजनीति त गरिरहेको छैन आजभोलि, तर पनि म राजनीतिलाई राम्रोसँग बुझ्छु। नेपालको राजनीतिले अलिकति चाहिँ जनताहरूलाई आकर्षित गराइरहेको छैन। मुख्य कुरा चाहिँ नेपालको राजनीतिले लगानी कृषिमा अत्याधिक मात्रामा गरेको छ, तर कहाँ गरेको छ भन्ने कुरा मैले पनि भेट्टाएको छैन। म 10 वर्ष काम गरिरहेको छु यो कृषि क्षेत्रमा,
तर नेपाल सरकारको अनुदान आउँछ के आउँछ भन्ने कुराहरू त हामी मिडियामा सुन्छौँ, तर मैले पनि त्यसलाई नजिकबाट अनुभूति गरिरहेको छैन। जस्तो तपाईँ राजनीतिक कर्मी भन्नुहुन्छ, खरबौँ रुपियाँ चाहिँ कृषि क्षेत्रमा अनुदानको बजेट छुट्टिरहेको हुन्छ, तपाईँ आफै भन्नुहुन्छ केमा छुट्टिन्छ भन्ने थाहा छैन भन्नुहुन्छ, तपाईँले यो विषयमा कहिले अब मलाई लाग्छ के भने मैले तपाईँलाई अफ इयरमा होइन भने हामीलाई कुखुरा पालन व्यवसायलाई भनेर त त्यसरी अनुदानै भनेर आएको त छ त मलाई लाग्दैन। तर यो गाई भैँसीको गोठ सुधार अनि टनेल खेती टनेल गर्नका निमित्त अनि त्यस पछाडिबाट आएर चाहिँ विभिन्न अहिले ट्र्याक्टर वितरण भन्ने तपाईँले सुन्नुभएको छ होइन, यी सबै कुराहरूमा चाहिँ मेरो चाहिँ रिजर्भेसन छ। मेरो कुरा चाहिँ यी सामग्रीहरू दिएर यसको दुरुपयोग भएको छ। म त के चाहन्छु भने नि यो अहिलेको सरकार एउटा आन्दोलनबाट निर्माण भएको सरकार छ, यो सरकारसँग म त के अनुरोध पनि गर्न चाहन्छु भने नि जो किसान वास्तविक किसान छ अहिले डाटा लिन केही पनि गाह्रो छैन। एउटा सरकारी निकायको संयन्त्र स्थानीय तहसँग सबै एकाकार भएर जोडिएका छन्। फर्म दर्ता व्यवसाय दर्ता नगरिकन कृषि व्यवसाय पनि गर्न सक्ने स्थिति भइरहेको छैन। त्यसो हुँदाखेरि किसानहरूको चाहिँ उत्पादन कति छ, लगानी कति गरेको छ, उसको लागत मूल्य कति हो, सबै कुरा त सरकारले निहाल्नका निमित्त गाह्रो छैन। तर सरकार कहाँ छ? सरकार झोलामा छ। सरकार किसानको गोठमा, किसानको घरमा, किसानको आँगनमा आउनुपर्छ र सरकारले लाइभ जन्तु छ, जीव छ भने त्यसका निमित्त लगानी गर्नुपर्छ। वनस्पति छ भने त्यो वनस्पतिको प्रति बोट बराबर लगानी गर्नुपर्छ। हजुरले भनेको मतलब चाहिँ औजारमा होइन, जुन लाइभ चिजहरूलाई चाहिँ जस्तो तपाईँहरूले जस्तो कुखुरा पालन गर्दै हुनुहुन्छ, भैँसी पालन गर्नुहुन्छ, भैँसी नै खरिद गरिदिने, कुखुरा नै खरिद गरिदिने भन्नु। अब हामी कुखुरा पाल्छौँ, हामीलाई दिन त बुट दिनुहुन्छ, उहाँहरूले सेनिटाइजर दिनुहुन्छ, मास्क दिनुहुन्छ, त्यो चाहिँ स्प्रेयर मेसिनहरू दिनुहुन्छ, काम त लाग्छ। भिर्गोनहरू पनि दिनुहुन्छ बेला बेलामा स्थानीय तह मार्फत, त्यो त काम लाग्छ। तर मलाई चल्ला खरिद गर्दाखेरि चल्लामा 50% चाहिँ अनुदान दिने, बिल लिएर आउनुहोस्, आधिकारिक पेन भ्याट बिल लिएर आउनुहोस्, चल्ला खरिदमा 50% अनुदान भनेर दियो भने त जसले काम गर्छ त्यसले चल्ला खरिद गरेरै चाहिँ अनुदान पाउँछ होला नि त। तपाईँ दाना खरिद गर्नुहोस्, आधिकारिक रूपमा 5% दिनुहोस् न दानाको कुल तपाईँको दानामा लगानी भएको 5% चाहिँ किसानलाई अनुदान दिने भन्ने, त्यसको चाहिँ भ्याट अडिटमा अहिले त अडिटमा देखिनुपर्छ नि त। अडिटमा देखिएको रेकर्ड बराबरको दानाको चाहिँ 5% 10% राज्यले कति बराबरको लगानी गर्ने दानामा गर्नु पर्यो। गाई भैँसीलाई गर्ने भने दुधमा गर्नु पर्यो। गाई भैँसी खरिद गर्दाखेरि चाहिँ खरिद गर्ने प्रक्रियामा सहजीकरण गरिदिनु पर्यो। तब न किसानको घरमा पुग्छ, किसानको आँगनमा पुग्छ। अहिले त टाठाबाठाहरू ले जो अलि टाठाबाठा छन्, जसले राजनीति गर्छ, जसले चाहिँ राजनीतिलाई अलि बढी नजिकबाट लिन्छ, जसले अझ सरकार सञ्चालन, राजनीतिले मात्र पनि हुँदैन, अहिले फरक छ। जो सरकार सञ्चालनको वरिपरि छ, सरकार सञ्चालनको वरिपरि जो घुमिरहेको छ, उनीहरूले राहत लिने, उनीहरूले अनुदान लिने, उनीहरूले नै कृषिका नाममा विभिन्न परियोजनामा चाहिँ रकम लिने गरेपछि वास्तविक किसान अहिले पीडामा छ। त्यो भएपछि नेपालमा के भन्छन्, कृषिमा लगानी त छ, कहाँ छ त्यसको चाहिँ सत्यता म लुकेको छ भन्ने कुरा म प्रश्न पार्न चाहन्छु। र आजका मितिसम्म तपाईँको मिडिया मार्फत म जानकारी गराउन चाहन्छु। मैले राज्यका नामबाट नेपाल सरकारको कृषि विकास बैङ्क मार्फत मैले लिएको ऋण अलि अगाडि अनुदान ब्याज भन्ने थियो, कृषिमा अनुदान ब्याज भन्ने ऋण केही समय मैले चलाएँ। त्यो अनुदानको भनेको हामीलाई चाहिँ 3% छुट दिने एउटा चाहिँ किसानलाई छुट दिने एउटा चाहिँ सिस्टम थियो। त्यतिखेर 5% छुट थियो, पछि 4मा झार्यो के अरे। अहिले पछिल्लो समय छैन जस्तो पनि लागेको छ मलाई, त्यो दिइरहेको छैन जस्तो लाग्छ। 5 वर्षको लागि 7 करोडसम्म ब्याज अनुदान दिने भनेर चाहिँ ऋण चाहिँ लगानी चाहिँ बैङ्क मार्फत धितो राखेर हो, त्यो चाहिँ किसानको लागि आवश्यक हुँदैन। म मान्दिनँ। किन मान्दिनँ भने मसँग जग्गा जमिन छ होला, म धितो राख्छु होला, मैले ऋण लिन सक्छु होला, मैले मेरो मात्र विषय राखेर हुँदैन। मैले आम नेपाली जो दूरदराजको कर्णालीको जो सुदूरपूर्वको जो सुदूरपश्चिमको किसान छ
उसलाई राहत हुने कुरा गर्नुपर्छ। सुदूरपूर्व वा सुदूरपश्चिमबाट यो काठमाडौँको छेउछाउमा आएर कृषि कसैले गर्छ भने उसँग जग्गा हुँदैन, उसँग धितो राख्ने सम्पत्ति हुँदैन। त्यसो भएको कारणले गर्दा राज्यले डाइरेक्ट लगानी गरिदिनुपर्छ। राज्यले डाइरेक्ट लगानी गर्ने भनेको क्यास लगानी होइन, उसको चाहिँ सामान वस्तुमा लगानी गर्नुपर्छ। तब मात्र किसानले, वास्तविक किसानले राज्यले दिएको कृषिमा गरेको लगानी पायो भन्ने कुरा महसुस गर्न सकिन्छ। ओके, अब हामीले हजुरको कुखुराहरू पनि हेऱ्यौँ। यो कुखुराहरूको चुच्चो काटिएको देखेको छ। खास यो चुच्चो काट्नुपर्ने कारण चाहिँ के हो सर? यो कुखुराहरूको जीवनका हिसाबले, उनीहरूको अधिकारका हिसाबले त चुच्चो काट्न पाइँदैन, हुँदैन। तथापि पनि यहाँ समस्या के छ भने यिनीहरूले त अन्डा पार्छ। हामीले यसलाई एउटा कुखुरालाई मेरो अन्दाजमा 600 देखि 700 चाहिँ लगानी छ एउटा कुखुरालाई। यो कुखुराले चाहिँ आफ्नो अन्डा चाहिँ ठुक्दैन, आफ्नो आफैले पारेको अन्डा चाहिँ कुखुराले ठुक्दैन, उसले जोगाएरै राख्छ। तर अर्काले पारेको अन्डा देख्यो भने चाहिँ उसले ठुक्दिन्छ होइन। अब त्यो अन्डा ठुक्यो भने देखो नि त, अन्डा त फेरि एकदमै कच्चा चिज हो, थोरै चोट लाग्यो भने त्यसको चाहिँ काम सिद्धियो। त्यो भएको कारणले अन्डा नठुङ्गियोस् भन्नका लागि मात्रै यो चुच्चा काट्ने हो, अरू यसको केही पनि होइन। अब अन्तिममा छौँ, के भन्न चाहन्छ तपाईँले हेरिराख्नु भएको दर्शकहरूलाई र सँगै यो व्यवसायसँग कसैले गर्दै हुनुहुन्छ, विदेशबाट फर्केर हामी पनि केही गरौँ भनेर फर्किँदै हुने दर्शकहरूलाई के सन्देश छ? सर्वप्रथम त तपाईँहरूको मिडियालाई म मेरो फार्मसम्म आएर मेरो यहाँ भएको दिनचर्या, कृषि सम्बन्धीको बारेमा आम दर्शक सामु पुर्याउन जुन किसिमको तपाईँहरूले भूमिका खेल्नुभयो, तपाईँहरूप्रति पहिला म धन्यवाद दिन चाहन्छु। र यो कृषि पेसा भन्ने पेसा हाम्रो परापूर्वकालदेखि चल्दै आएको पेसा हो। यो पेसालाई मैले भन्दैमा वा अरू कसैले भन्यो भन्दैमा नाफा यति छ भनेर क्यालकुलेटर थिचेको भरमा चाहिँ नगर्नु होला। म अर्को कुरा पनि तपाईँहरूको मिडिया मार्फत जोड्न चाहन्छु। बिचौलियाहरूको बिगबिगी छ। बिचौलियाहरूले हामीले उत्पादन गरेको अन्डा मेरो फार्मबाट आजको दिनमा 450 देखि 500 रुपियाँ क्यारेटमा मेरो फार्मबाट जान्छ। उपभोक्तामा पुग्दाखेरि 650 रुपियाँमा अहिले अन्डा खरिद गरिरहनु परेको छ। भनेको अर्थ के हो भने अन्डाको पनि बिचमा केही न केही ग्यापिङ छ। दानामा त्यस्तै छ, चल्लामा त्यस्तै छ, गाई भैँसीमा त्यस्तै छ, भुसा किन्नुस् त्यस्तै छ, बिउ बिजनमा त्यस्तै छ, सबै कुरामा। र बजारसम्म तपाईँले तरकारी लानुभयो भने तरकारीमा पनि बिचौलियाको एउटा बिचको पुल छ। त्यो पुलको एकदमै छ। तपाईँ अलिक बढी बुझेर अध्ययन गरेर अनुसन्धान गरेर गर्नुभयो भने कम नाफा खाएर तपाईँको सामान उठाउँछ। तपाईँ नबुझिकन चाहिँ पेसा व्यवसाय गर्नु भने बिग्दैन, छैन, बढी छ, स्टक छ, अब आज चाहिँ हामी लिन सक्दैनौँ, तपाईँ कहाँ पर्सि आउँछौँ भनेर अल्मलाएपछि जतिमा भनौँ त्यतिमै दिनुपर्छ। सबैभन्दा ठुलो समस्या नेपालको त्यो हो। राज्यले यसको निमित्त ठोस डिसिजन गर्न नसकेको कारणले गर्दा यो फ्लक्चुएसन कायम छ। त्यसो हुँदा म नयाँ जो यो पेसामा आकर्षित हुन चाहनेहरूलाई चाहिँ म पहिला अध्ययन गर्नुहोस्, हामी जस्ता 10-8 जना किसानहरूको खोजी गर्नुहोस्, हामीहरू जस्ता 10-8 जना किसानहरूसँग निरन्तर संवादमा रहनुहोस्। र त्यसो गर्नुभयो भने तपाईँहरू पेसामा लाग्दाखेरि चल्ला कहाँबाट लिने तपाईँको मनोभावना लिन सक्नुहुन्छ। तर आजको चल्लाको रेट कति हो भन्ने कुरा मलाई थाहा हुन्छ। मसँग मात्र नि भर नपर्नुहोस्, मसहित 10 जना किसानहरूसँग ट्याली गर्नुहोस् र मात्र चल्ला खरिद गर्नुहोस्। दानाको पनि त्यस्तै छ। हेर्नुहोस्, दानामा पनि अहिले एमआरपी हेर्नुभयो भने मेरो दानाको पनि म तपाईँलाई एमआरपी देखाइदिन्छु। एमआरपी बढीमा आउँछ। त्यो पसलमा दिने एमआरपी हुन्छ, हामी डाइरेक्ट कम्पनी मार्फत झार्छु मैले त। त्यो अब डिलर मार्फत फेरि सब डिलर हुँदा मै जस्ता किसानहरू पनि यहाँ सबै राम्रा छन्, सबैले सबैको भलो चिताउने छन् भन्ने पनि छैन। त्यही किसानको पनि ठुला किसानले के गरिदिन्छ भने एउटा मूल्यमा लिएर आएर झार्छ आफूले, उसलाई थप नाफा खाएर जो नयाँ यहाँ इन्ट्री गर्दैछ त्यसलाई निरुत्साहन गर्छ, प्रोत्साहन गर्दैन। त्यसो भएको कारणले गर्दा पनि नेपालमा कृषि पेसामा आकर्षण कम भएको हो। त्यो भएको कारणले जो कृषि पेसामा सहभागी हुन चाहनुहुन्छ तपाईँहरू हामी जस्ता 8-10 जना किसानसँग समन्वय गर्नुहोस्। तपाईँ जुनसुकै पेसा गर्नुहोस्, गोडमिला खेती गर्नुहोस्, तरकारी खेती गर्नुहोस्, रायोको सागै रोप्नुहोस्। 10 रुपियाँ मुठाभन्दा तल घटेको मलाई थाहा छैन। रायोको साग तपाईँहरू 10 रुपियाँ मुठा काठमाडौँमा बिक्छ भने तपाईँ गाउँबाट उत्पादन गर्नु भने 5 रुपियाँ मुठा बेच्नु भने रायोमा 100% नाफा हो।
2 रुपियाँ लगानी हुन्छ एउटा रायोको साग तपाईँले 3 रुपियाँ अहिले त बढेर 3-4 रुपियाँमा भयो मेहनत बाहेक है मैले मेहनत जोडिरहेको छैन भन्दा 5मै बेच्यो भने 2 रुपियाँ नाफा भयो 2 रुपियाँ नाफा भनेको त झन्डै झन्डै 35 40% नाफा हो त्यो त कुनै व्यवसायमा छ जस्तो मलाई लाग्दैन हार्डवेयरमा पनि त्यस्तो मुनाफा छ जस्तो मलाई लाग्दैन त्यो भएका कारणले गर्दा सुरुमा आउने किसानहरूलाई चाहिँ झमेलामा पार्ने अप्ठ्यारो पार्ने गर्छु भन्दाखेरि चाहिँ मूल्य नै बढी सुनाइदिने लाग्ने लागतभन्दा डबल भनिदिने अनि गरिगयो भने एउटा कुनै बिचौलियाको फन्दामा पर्ने हुँदा म आम किसान जो कृषि पेसा गर्न आकर्षित हुन चाहनुहुने महानुभावहरूलाई नेपालमा कृषिको अत्यन्त सम्भावना छ नेपालमा अझ कृषिको अझ थप सम्भावना बढ्ने क्रममा जारी छ किनभने दिनानुदिन मान्छे विदेशिएका छन् यो जे कुरा गरे पनि अन्तत फेरि खेतबारीमै फर्किनुपर्छ अन्तत हामी चामल नै खाने हो पैसाले हामीले चाहिँ केही पनि खान सक्दैनौँ खाने हामीले वस्तु नै हो यही सागसब्जी तरकारी अन्डा दुध चामल नै हो त्यसो हुँदाखेरि जति नै पैसा हुँदा पनि यो कृषि पेसाले चाहिँ धानेन भने राज्यलाई भनेदेखि यो चाहिँ अन्य उत्पादन अन्य कुराहरू अन्य फ्याक्ट्रीहरूले मात्र चाहिँ विकासको सम्भावना छैन अब पछिल्लो समय चाहिँ उत्पादनको वृद्धि हुनुपर्ने ठाउँ घट्ने क्रम चलिरहेको छ धान उत्पादनमा त्यस्तै छ तरकारी उत्पादनमा त्यस्तै छ गहुँ उत्पादनमा त्यस्तै हुँदा अन्डामा पनि अहिले मलाई जस्तो लाग्छ 45 देखि 50 लाख अन्डा चाहिँ नेपालमा सहजै खपत हुन्छ दैनिक 45-50 लाख अन्डा खपत हुनेमा मलाई जस्तो लाग्छ अहिले 25 देखि 30 लाख भन्दा अन्डा उत्पादन छ जस्तो मलाई लाग्दैन त्यसो हुँदाखेरि अझ बढी खपत बढाउन सकिन्छ हामी त एक्सपोर्ट गर्न सक्छौँ नि अझ हाम्रो राज्यले एउटा खालको चाहिँ सिस्टम निर्माण गर्यो राज्यले चाहिँ सबै किसिमको लगानी गराउने यो सामग्रीहरू एक्सपोर्ट गर्न सकिन्छ हामीले चाहिँ चाइनाबाट आएको ज्याकेटको फेदर हामी त्यो फेदरको ज्याकेट लाउँछौँ नि हामी डाउन ज्याकेट होइन हाम्रो यहीँ डाउन छ यही कुखुराकै हो यही प्वाँख हो हेर्नुहोस् डाउन होइन यसलाई चाहिँ सङ्कलन गर्ने हो भने सम्भावना नेपालमा छ सम्भावना छ भन्दैमा हतारिएर ठुलो लगानी नगर्नु होला सानोबाट सुरु गर्नुभयो भने पक्कै पनि आफ्नो जीविकोपार्जन चलाउन आफ्नो परिवार जान छोरीसँग बसेर महिनाको 1.5 लाख 2 लाख कमाइ गर्न चाहिँ त्यति गाह्रो छ जस्तो मलाई लाग्दैन। हस् सर समय दिनुभयो धेरै धेरै धन्यवाद तपाईँहरूको मिडियालाई पनि फेरि पनि तपाईँहरूसँग भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छु धन्यवाद।